नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। झापामा बसको ठक्करबाट एकजनाको मृत्यु। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुस 10 गतेसम्मका लागि स्थगित। सडक दुर्घटना न्यूनीकरण गर्न मन्त्रालय एक्लैले नसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको स्पष्ट थियो। भारतमा जारी नागरिकता संशोधनको विरोध आन्दोलनमा 3 जनाको मृत्यु। र पीपीएल टी20 क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा बुटवल ब्लाडर्सको जित, पोखरा पल्टन 8 विकेटले पराजित। अब समाचार विस्तारमा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको वीरता मोड सडक खण्डमा आज बिहान बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। दुर्घटनामा इलाम घर भई हाल कन्काई नगरपालिका 3 लक्ष्मीपुर बस्दै आएका 56 वर्षीय होमनाथ ढुङ्गेलको मृत्यु भएको हो। ना4 ख 61 16 नम्बरको बसले उनलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। ढुङ्गेल वीरतामोड स्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए। मधेसमा चिसो बढ्दैसँगै पर्साको बिन्दावासिनी गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरू 1 हप्ताको लागि बन्द गरिएको छ। गत मङ्गलबारदेखि नै लगातार चिसो बढ्दै गएपछि गाउँपालिका अन्तर्गत रहेको सामुदायिक विद्यालयहरूमा बिदा दिएको हो। चिसो पठन पाठन गराउनमा समस्या उत्पन्न भएको भन्दै 1 हप्ताको लागि विद्यालय बन्द गरिएको गाउँपालिकाका प्रमुख श्रीलाल शाहले जानकारी दिए। उनले चिसोको कारण विद्यार्थी तथा शिक्षकहरूलाई पठन पाठनमा समस्या भएकोले 1 हप्ताको लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुस 10 गतेसम्मका लागि स्थगित भएको छ। पुस 10 गते दिउँसो 1 बजे बस्ने गरी स्थगित गरेको कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। गत बिहीबार सभापति देउवाले विभाग 28 बाट बढाएर 41 पुर्याउने भातृ संस्था नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलाई पूर्णता दिने लगायत एजेन्डा छलफलका लागि केन्द्रीय समितिमा पेश गरेका थिए। गत साउनमा बसेका केन्द्रीय समिति बैठकले कार्तिकभित्र पार्टीका सबै निकायमा समायोजनका काम सक्ने र मङ्सिरभित्र 14औं महाधिवेशनको कार्यतालिका ल्याउने निर्णय गरेको थियो। तर सभापति देउवाले अहिले महाधिवेशनको कार्यतालिका ल्याउन आलटाल गरेको भन्दै पौडेल पक्षले बैठक बहिष्कार गर्दै आएका छन्। छिटो महाधिवेशनको कार्यतालिका ल्याउने पौडेल पक्षको मागलाई पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहले पनि साथ दिएको छ। विवाद मिलाउन नेताहरूले सक्रियता बढाइरहेका छन्। सांसदले सरकार यातायात व्यवसायको नियन्त्रणमा भएकाले सवारी दुर्घटना भएको बताएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा सांसद महेन्द्र राय यादवले सरकारको नियन्त्रणमा यातायात व्यवसाय हुनुपर्नेमा सरकार नै व्यवसायको नियन्त्रणमा हुँदा सवारी साधनको दुर्घटना बढ्दै गएको बताउनु भएको छ। उहाँले व्यवसायीहरूको प्रभावमा परेर सरकारले सवारी साधन दुर्घटना न्यूनीकरणका लागि काम नगरेको बताउनुभयो। त्यस्तै सांसद गणेश कुमार पहाडीले लामो दूरीमा एउटै चालकले सवारी साधन चलाउँदा दुर्घटना बढेको बताउनुभयो। उहाँले समितिले 2072 सालमा नै लामो दूरीमा सवारी साधन चलाउन नदिन निर्देशन दिए पनि अहिलेसम्म कार्यान्वयन नभएको बताउनुभयो। सांसद रङ्गमती शाहीले सवारी साधन दुर्घटना न्यूनीकरणका लागि ऐन कानुन र बजेट पर्याप्त भए पनि काम हुन नसक्नुको कारण मन्त्रालयले दिनुपर्ने बताउनुभयो। उहाँले मन्त्रालय र त्यसका निकायहरूमा दक्ष कर्मचारी हुँदा पनि दुर्घटना न्यूनीकरणको नतिजा किन शून्य भएको भन्दै प्रश्न गर्नुभयो। सांसद दुर्गा पौडेलले मानवीय कारणले दुर्घटना बढी छ भनेर बस्नुभन्दा न्यूनीकरण गर्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। समितिका सभापति तथा सांसद कल्याणी कुमारी खड्काले समितिले दिएका निर्देशनहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यान्वयनमा चासो नदिएको बताउनुभयो। उहाँले सवारी साधन दुर्घटना दिनदिनै बढ्दै जाँदा मन्त्रालयले त्यसको न्यूनीकरणका लागि काम नगरेको बताउनुभयो। सांसदहरूले मन्त्रालयले मानवीय र यान्त्रिक कारणले दुर्घटना बढेको भन्दै तथ्याङ्क जम्मा गरेर बस्ने काम मात्रै गरेको बताएका छन्। सभापति खड्काले सडकको क्षेत्रमा काम गर्ने सबै निकाय तथा सबै तहका सरकारसँग समन्वय गरी सडक दुर्घटना न्यूनीकरणका लागि काम गर्न मन्त्रालयलाई निर्देशन समेत दिनुभयो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सडक दुर्घटना न्यूनीकरण गर्न मन्त्रालय एक्लैले नसक्ने बताउनु भएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबार बसेको बैठकमा मन्त्रालयका सचिव कार्कीले सडकको क्षेत्रमा मन्त्रालयसँगै प्रदेश सरकार तथा स्थानीय सरकारले समेत काम गरिरहेकाले सडक दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले देशभर 80,000 किलोमिटर भन्दा बढी सडक रहेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत 12,000 किलोमिटर सडक रहेकाले मन्त्रालय एक्लैले सडक दुर्घटना कम गर्न नसक्ने बताउनुभयो। उहाँले पछिल्लो समय सडकका कारणले भन्दा पनि मानवीय र यान्त्रिक गडबडीका कारण दुर्घटना हुने गरेको बताउनुभयो। आज यहाँ प्रविधिबाट अलिकति मिलेन, सो अलिकति म अब भौतिक मन्त्रालयले जम्मा 12,000 किलोमिटरको मात्रै चाहिँ जिम्मा लिएको छ र अरू विभिन्न ग्रामीण सडकहरू आफ्ना विभिन्न सडकहरू पनि छन्। त्यस्तै अब त्यसमा सम्बद्ध निकायहरू गृह मन्त्रालय, ट्राफिक प्रहरी छ, हाम्रो यातायात व्यवस्था विभाग छ। यातायात व्यवस्था विभाग पनि कार्यक्षेत्र साँगुरिएको छ। यो चाहिँ सबै यातायात व्यवस्थाका अधिकारहरू प्रदेश मन्त्रालयमा गएका छन्। यातायात व्यवस्था विभाग मात्रै छ र अब अरूता चाहिँ सवारी परीक्षण कार्यालयहरू स्थापना हुने क्रममा छ। यातायात सवारी साधन दर्ता गर्ने, रिन्यू गर्ने, ड्राइभिङ लाइसेन्स दिने पनि है, छाप्ने काम मात्रै हो यहाँको, अहिले दिने पनि सबै कामहरू प्रदेश मन्त्रालयले सञ्चालन गरेको छ। त्यसकारण यी सबैलाई समन्वय गरेर एकीकृत रूपमा नजाने हो भने भौतिक मन्त्रालय सिङ्गो एउटाको प्रयासले मात्रै आफ्नो कार्यक्षेत्रमा मात्रै। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले सडकको क्षमताभन्दा धेरै सवारी साधन सञ्चालनमा आउँदा दुर्घटना बढेको बताउनुभयो। त्यस्तै राजधानीभित्रको सडक बिना इन्जिनियरिङ निर्माण गरिएको तथा सडक अतिक्रमण हुने र कतिपय सडकको अवस्था जीर्ण भएकोले पनि दुर्घटना बढेको बताउनुभयो। जुन इन्जिनियरिङ बेगरै सडकहरू बनाउने एउटा समस्या यो नेपालभरि पनि छ, त्यो भयो र अनि सडक अतिक्रमणको कुराहरू त्यसले गर्दा पनि चाहिँ दुर्घटनालाई चाहिँ निम्त्याइरहेको अवस्था छ। अनि जीर्ण सडकहरू जुन छन्, अब भ्यालीमा पनि खाल्डाखुल्डी भएका धेरै ठाउँहरू छ जसले गर्दा पनि त्यो भएको छ। अनि सार्वजनिक सवारी साधन चाहिँ सेवामुखी भन्दा पनि नाफामुखी हिसाबले चाहिँ चलाउने जुन प्रवृत्ति छ त्यसले पनि छ। अनि अब चालकको लापरवाहीको कुरा आइसकेको छ। त्यस्तै ओभरलोड, चेतना अभाव, यी विषयहरू छन् र यसको अतिरिक्त चाहिँ जुन डेली चाहिँ अब हजुरहरूले चाहिँ नेपालमा सडक दुर्घटना प्रत्येक वर्ष बढ्दै गएको छ। तथ्याङ्क अनुसार आर्थिक वर्ष 2074-75 देशभर 10,965 वटा दुर्घटना भएको र 2,541 जनाको मृत्यु भएको छ। त्यस्तै आर्थिक वर्ष 2075-76 सडक दुर्घटनाको सङ्ख्या बढेर 13,366 पुगेको छ भने दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या 2,789 पुगेको छ। त्यस्तै चालु आर्थिक वर्षको मङ्सिर 17 गतेसम्म 6,912 दुर्घटना भएको र 931 जनाको मृत्यु भएको छ। यसमध्ये 10% भन्दा बढी दुर्घटना मानवीय र यान्त्रिक कारणले भएको मन्त्रालयका सचिव कार्कीले बताउनुभयो। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठक अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा के हुने विषयमा कुरा नमिल्दा अड्किएको छ। अन्तर्राष्ट्रिय खेलमा सहभागी भएर पदक ल्याएको खेलाडीलाई मात्र अन्तर्राष्ट्रिय खेलाडी भन्ने वा सहभागी हुने सबैलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिने भन्ने विषयमा कुरा नमिल्दा बैठकले लम्बिएको छ। अन्तर्राष्ट्रिय खेलाडीको परिभाषाका विषयमा शुक्रबार पनि कुरा नमिल्दा समिति सभापति जयपुरी घरतीले युवा तथा खेलकुद मन्त्रालयलाई थप गृह कार्य गरेर आउन निर्देशन दिएको छ। बैठकमा सांसद गगन थापाले खेलाडी छनौट गर्दा अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने खेलाडी भनेर छनौट गर्ने तर कुनै पदको नल्याएपछि अन्तर्राष्ट्रिय खेलाडी होइन भन्न नमिल्ने बताउनुभयो। सांसद जीवनराम श्रेष्ठले मेडल जित्नु र सहभागी हुन फरक कुरा भएकाले सहभागी हुने खेलाडीलाई समेत अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने बताउनुभयो। प्रक्रिया पूरा गरेर अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भए पनि सहभागीलाई समेत मान्यता दिनुपर्ने धारणा उहाँको थियो।
नेपालमा अनलाइन पत्रकारिताको विश्वसनीयता घट्दै गएकोमा सरकारवालाहरूको चिन्ता व्यक्त भएका छन्। अनलाइन पत्रकारिताको अवस्था, सम्भावना र चुनौती विषयको अन्तर्क्रियामा सरकारवालाहरूले चिन्ता व्यक्त गरेका हुन्। कार्यक्रममा पत्रकार उमेश श्रेष्ठले मिथ्या र सनसनीपूर्ण जानकारी दिएर भ्रम छर्ने अनलाइनहरूको सङ्ख्या बढेको बताउनुभयो। समाचार स्रोतको रूपमा अनलाइन प्रयोग गर्नेहरूको सङ्ख्या बढे पनि समाचारमाथिको विश्वसनीयता अझै पनि पाठक ढुक्क बन्न नसकेको उहाँको धारणा थियो। एउटा चाहिँ यसमा त्यो लेखेकै पनि छैन। तर अनि अहिलेका अनलाइनहरूमा चाहिँ कस्तो छन् भने स्वार्थ केन्द्रित अनलाइनहरू चाहिँ धेरै छन् होइन। जस्तो अब राजनीतिक स्वार्थ, अब स्वार्थमा चाहिँ कस्तो हुन्छ भने राजनीतिक स्वार्थमा चाहिँ अब दल मात्र होइन, दलभित्रको नेताको पनि छुट्टा अनलाइन गर्नु। अनि व्यावसायिक स्वार्थ भने व्यावसायिक स्वार्थमा चाहिँ अब कुनै व्यवसायलाई प्रवर्तन गर्ने, कुनैलाई चाहिँ बोक्ने, कुनैलाई चाहिँ थोक्ने होइन, त्यस्तो खालको हुन्छ। जस्तो अब त्यसमा चाहिँ कस्तो हुन्छ भने होइन, एनसिएल प्रवेश सुवेदीले अनलाइनकै कारण नेपाली युनिकोड विश्वव्यापी भए पनि नेपालमा होस्टिङको सुविधा नभएका कारण वार्षिक अर्बौं रुपैयाँ बाहिर पठाउनु पर्ने बाध्यता रहेको बताउनुभयो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले सूचना प्रविधिको क्षेत्रमा उन्नति नभए अन्य क्षेत्रमा प्रगति गर्न नसकिने बताउनु भएको छ। आइसिटी स्टार्टअप एन्ड इनोभेसन मेलाको उद्घाटन सत्रमा सचिव सुवेदीले डिजिटल नेपालको अभियान पनि यसैका लागि भएको बताउनुभयो। उहाँले कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन तथा वित्त क्षेत्रमा डिजिटल नेपालको ढाँचा अनुसार काम भइरहेको उल्लेख गर्दै सूचना प्रविधिको क्षेत्रमा काम गर्ने संस्थाहरूको भूमिका सशक्त हुनुपर्ने बताउनुभयो। डिजिटल नेपालको 8वटा सेक्टर जसले सबै क्षेत्र समेट्छ, त्यो यहाँको भूमिका त्यसमा रहनुपर्छ। भोलिको दिनमा डिजिटल फाउन्डेसन कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र शहरी पूर्वाधार यति क्षेत्रमा जब डिजिटल नेपाल फ्रेमवर्कले काम गर्छ भने अब हामी त्योभन्दा अलग हुन सक्दैनौँ। र भोलिको दिनमा यहाँको भूमिका यो क्षेत्रमा सबैतिर सर्वत्र रहनेछ भन्ने मलाई विश्वास छ। डिजिटल नेपाल बनाउने नेपाल सरकारको अभियानलाई साथ दिने मेलाको आयोजना गरिएको कार्यक्रम संयोजक राजन लम्सालले बताउनुभयो। 50वटा स्टल रहेको मेलामा विभिन्न कम्पनीहरूले बनाएका नयाँ उत्पादनहरू प्रदर्शनीमा राखिएको उहाँले बताउनुभयो। मेलामा रोबोटहरूको फुटबल, नास्टेले तयार पारेको नानो स्ट्याटेलाइट र तथा नेपालीहरूले नै बनाएको रकेट स्ट्याटेलाइटहरूको प्रदर्शन मुख्य आकर्षण रहेको उहाँले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको संसदले ल्याएको नागरिकता सम्बन्धी कानुनमा मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरेको भन्दै जारी आन्दोलनमा 3 जनाको ज्यान गएको छ। राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचार अनुसार हालसम्म आन्दोलनका क्रममा कम्तीमा पनि 3 जनाको ज्यान गएको छ भने अरू सयौं प्रदर्शनकारी पक्राउ परेका छन्। आन्दोलनकारीहरूमाथि प्रहरले चलाएको गोली लागेर कर्नाटकमा 2 जना र उत्तर प्रदेशमा 1 जना प्रदर्शनकारीको ज्यान गएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो पछिल्लो निर्णयको कारण अहिलेसम्मकै सबैभन्दा कडा र ठूलो संख्यामा नागरिक सहभागी भएको विरोध खेप्नु परेको छ। सरकारले विभिन्न क्षेत्र र प्रदेशमा विरोध जुलुस नै निकाल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ। त्यसैगरी भारतका विभिन्न राज्यमा भएको प्रदर्शनमा प्रहरले व्यापक धरपकड पनि गरेको छ। शुक्रबार पनि विरोध प्रदर्शनहरू जारी रहेको र पछिल्लो केही दिन यता विरोध प्रदर्शनले हिंसात्मक रूप लिएको छ। भारतका केही स्थानमा कर्फ्यू नै लगाइएको छ। विरोध प्रदर्शन कम्तीमा पनि 10वटा प्रदेशमा जारी रहेको छ। उत्तर प्रदेश, नयाँ दिल्लीको केही भागहरू, कर्नाटकका, गुजरात, तेलङ्गाना र मध्य प्रदेशका अधिकांश नगरहरूमा विरोध प्रदर्शन नै गर्न नपाउने गरी निषेधाज्ञा नै जारी गरेको छ। त्यसैगरी बेंगलुरुमा भने सरकारले कर्फ्यू नै जारी गरेको छ। शुक्रबारको प्रदर्शनका क्रममा राजधानी नयाँ दिल्लीको लालकिल्लाबाट 1200 भन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेको छ। प्रतिबन्धित स्थानमा नागरिकलाई सार्वजनिक ठाउँमा भेला हुन पनि दिएको छैन। अब खेल समाचार।
दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग PPL T20 क्रिकेट प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा बुटवल ब्ल्याटर्सले अघिल्लो संस्करणको विजेता पोखरा पल्टनलाई 8 विकेटले पराजित गरेको छ। पोखरा रङशाला स्थित क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङ सुरु गरेको पोखराले पुरै ओभर खेल्दा 5 विकेटको क्षतिमा 121 रन योगफल बनाएको थियो। प्रतियोगितामा आफ्नो दोस्रो जितको खोजीमा रहेको बुटवल पोखराले दिएको 122 रनको विजयी लक्ष्य 14 ओभरमा मात्र 2 विकेटको नोक्सानीमा भेटायो। प्रतियोगितामा 4 खेल खेलिसकेको पोखराले 1 खेलमा मात्र जित हासिल गरेको छ भने 3 मा पराजित भएसँगै अघिल्लो चरण पुग्नुका लागि थप दबावमा आएको छ। सुरुवाती ब्याट्सम्यान अफ्ताबुद्दिन अहमद र शङ्कर राणाले पहिलो विकेटका लागि 87 रनको उत्कृष्ट साझेदारी गर्नुभएको छ। बुटवलले खेलमा सुखद सुरुवात गरेको थियो। आफ्नो अर्धशतक पूरा गर्ने क्रममा रसिद खानको बलमा क्याच आउट हुनुअघि खेलका म्यान अफ द म्याच अहमदले 46 बलमा 12 चौका र 2 छक्का सहित 75 रन जोडे। पोखराका लागि रविन्दर सिंहले 52 बलमा 2 चौका र 2 छक्का सहित 45 रनमा अविजित रहँदै टोलीका लागि मध्यस्तरको लक्ष्य प्रस्तुत गरे। बुटवलका हर्ष टङ्कले आफ्नो 4 ओभर बलिङमा जम्मा 10 रन खर्चिएर 2 विकेट लिए भने शिवम सिंह, ललित सिंह भण्डारी र नितेश थापाले समान 1-1 विकेट लिएका थिए। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। झापामा बसको ठक्करबाट 1 जनाको मृत्यु। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुस 10 गतेसम्मका लागि स्थगित। सडक दुर्घटना न्यूनीकरण गर्न मन्त्रालय एक्लैले नसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको स्पष्टति। भारतमा जारी नागरिकता संशोधन विरोध आन्दोलनमा 3 जनाको मृत्यु। र PPL T20 क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा बुटवल ब्ल्याटर्सको जित, पोखरा पल्टन 8 विकेटले पराजित। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर, तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।